हेलो एभ्रिवान, दर्शन नमस्ते सेवा र सम्पूर्णलाई म भिडियो राइटरको बाट र आज भनेको फाइनली छुट्टी पनि हो। आज म धेरै खुसी पनि छु साथीहरु। जुन हामीले सपना देखेको थियौं र जुन श्रम संस्कृति पार्टीले देखेको थियो सपना, त्यो आजदेखि स्टार्ट भएको छ। के हो भन्दाखेरि जुन दार्चुलामा चाहिँ आज शिलान्यास भनेको चाहिँ काम स्टार्ट भइसकेको छ साथीहरु आजबाट चाहिँ। र तपाईहरु को जान छुट्नु भएको छ, यो स्पेशली साथीहरु छुट्ने साथीहरुलाई चाहिँ भिडियो बनाइरहेको छु। तपाईहरुले चाहिँ सहयोग गर्नु सक्नुहुनेछ। कसरी गर्ने हो भन्दाखेरि चाहिँ अब यो कन्ट्याक्टहरु सबै कुराहरु तपाईहरुलाई थाहा छँदैछ हैन। र जति पनि हामी बाहिरी छौं, आफ्नो जस्तो भनौं न, आफ्नो कन्ट्रीबाट बाहिरी, आफ्नो देशबाट बाहिरी छौं रोजगारीको सिलसिलामा, सबै साथीहरुलाई चाहिँ अनुरोध छ सबै मिलेर चाहिँ सो इच्छाले सकेको चाहिँ हामीले सहयोग गर्नुपर्छ है साथीहरु। र मैले पनि फाइनली गरिसकेको छु 10,000 रुपैयाँ नेपाली। र त्यही हो साथीहरु, हामीले यहाँ गर्यौं भने हामीलाई पनि भगवानले काहीँ न काहीँबाट दिन्छ अरे के, काहीँ न काहीँबाट दिन्छ भन्ने आशाहरु सँगैले मैले पनि गरिसकेको छु। र तपाईहरु पनि छुट्नु भएको छ भने सो इच्छाले साथी हो। र श्रम संस्कृति जुन पार्टीले अभियान चलाएको यो दार्चुलाको झोलुङ्गे पुल जो तुइन हटाएर चाहिँ उयोमा आजदेखि काम स्टार्ट भइसकेको छ। र आज भावुक पनि भए त्यहाँको जुन जस्तो अब पब्लिकहरु जस्तो उयोहरु भनौं न, गाउँघरको अलिकति हुन्छ नि ज्यादै छिटो उयोमा आउने, इमोसनमा आउने, मन छुयो के साथी। र स्पेशली यो भिडियो माटो श्रम संस्कृति पार्टीको लागि बनाउँदैछु। र बनाउँदा पनि फेरि श्रम संस्कृति पार्टीको झोले हो भनेर चाहिँ नभन्नु होला। म भनेको स्वतन्त्र हो साथी, तपाईहरुको सो इच्छाले गर्ने कुरा हो हैन। र मलाई मनले खाएको र अलिकति चित्त बुझेको कुराहरुमा चाहिँ तपाईहरुलाई स्पेशली यो भिडियोहरु बनाएर चाहिँ मैले चाहिँ सहयोगको अपिलहरु गरिरहेको छु साथी हो हैन। र भोलि गएर अब हजारौं विवादहरु आउँछ साथी हो, किन हालिस के गरिस, र आफ्नो आफन्तमै त त्यस्तो उयो हुन्छ होला, हुन्छ। र भोलि गएर हामीले त्यस्तो उयोहरु नभोगौं। र सो इच्छाले तपाईहरु पनि गर्न सक्नुहुन्छ साथी। कति जना छौं हामी अहिले आउट अफ कन्ट्री, आफ्नो देशभन्दा बाहिर, र हामी सबै मिलेर एक रुपैयाँ पनि पठायौं भने साथी हो त्यो पुरा एउटा सिङ्गो गाउँको एउटा सपना पुरा हुन्छ जस्तो लाग्यो के साथी। मेन अब विशेष टार्गेट त्यो छ। अब सकेको सबैले सहयोग गरिदिनु होला भनेर अपिल गर्न चाहन्छु। र जति पनि यो भिडियो हेर्नुहुने साथीहरुलाई, र सेवा नै धर्म हो साथी हो, सकेको सबैलाई गरौँ। र अब कुनै दिन आफू लानु पर्ला, आफू लानी गर्छ र भन्ने आशाको साथ चाहिँ सम्पूर्ण साथीहरुलाई चाहिँ श्रम संस्कृति पार्टीले जुन अभियान यो दार्चुलामा पुल बनाउनु खोजिरहेको छ र आजदेखि कामहरु स्टार्ट पनि फाइनली भइसकेको छ। यसमा चाहिँ हामी सबै हातेमालो गरेर चाहिँ सहयोग गरौँ साथी हो। को छुट्नु भएको छ, छुट्ने साथीहरुलाई चाहिँ स्पेशली साथी। जय नेपाल एभ्रिवान।